शिक्षक लाइसेन्सको फर्म कसले भर्न पाइन्छ त? आजको यो भिडियोमा मैले तपाईलाई शिक्षक लाइसेन्समा कसले फर्म भर्न पाइन्छ भन्ने सन्दर्भमा जानकारी दिँदैछु। कृपया भिडियो ध्यानपूर्वक हेर्नुहोला। सर्वप्रथम म तपाईलाई निम्न माध्यमिक तह यानी कि आधारभूत तहमा लैजाँदैछु। आधारभूत तहमा शिक्षक लाइसेन्सका लागि फर्म भर्न हजुरले कक्षा 11 र 12 मा शिक्षा विषय लिएर उत्तीर्ण गरेको हुनुपर्दछ। तर यदि तपाईले कक्षा 11 र 12 मा जुनसुकै विषय लिए तापनि स्नातक तहमा शिक्षा विषय लिनु भएको छ भने पनि हजुरले शिक्षक लाइसेन्सको फर्म भर्न मिल्छ। त्यस्तै गरी कक्षा 11 र 12 मा शिक्षा विषय बाहेक अरु विषय पढेको, त्यस्तै गरी ब्याचलरमा पनि अरु विषय पढेर 1 वर्ष बीएड गर्नु भएको छ भने पनि तपाईले निमावि तह अन्तर्गत अथवा आधारभूत तह अन्तर्गत शिक्षक लाइसेन्सको फर्म भर्न मिल्छ। त्यस्तै गरी अब जाउँ हामी माध्यमिक तहमा। यदि तपाई शिक्षक लाइसेन्सको माध्यमिक तहको फर्म भर्न खोज्दै हुनुहुन्छ भने तपाईले स्नातक तहमा शिक्षा विषय लिएको हुनुपर्नेछ। यदि तपाईले एजुकेसन फ्याकल्टी शिक्षा विषय पढ्नु भएको छैन तर 1 इयर बीएड गर्नु भएको छ भने पनि तपाईले माध्यमिक तहमा शिक्षक लाइसेन्सको फर्म भर्न मिल्छ। अझै हजुरले याद गर्नुपर्ने कुरा के छ भने हजुरले एजुकेसन पढ्नु भएको छैन, 1 इयर बीएड गर्नु भएको छैन भने पनि यस्ता विषय हेर्नुस् त। ब्याचलरमा हजुरले विज्ञान, गणित, अंग्रेजी, लेखा, कम्प्युटर, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, पशुपालन र बाली विज्ञान जस्ता विषयहरू पढ्नु भएको छ भने पनि हजुरले माध्यमिक तहको लागि शिक्षक लाइसेन्समा फर्म भर्न मिल्छ। यस्तै जानकारीमूलक भिडियोका लागि हामी सँगै रहनुहोला। धन्यवाद। नमस्कार।